को भारत के जम्मू और कश्मीर राज्य यहाँनिर फेरि प्याक लन्च पाएँ। लास्टमा चाहिँ इन्डियाको म्याप आउँदा कुछ यस्तो छ चाहिँ फुर्बा छिरिङ पुरा खेल्दैछ। यिनीहरूको चाहिँ नाटक हुँदैछ, यहाँ फोटो खिच्दैछ हो पुरा। Hello everyone, what's up and how are you guys doing? I really hope you guys are doing great. So आज चाहिँ Sikkim is celebrating 50th statehood. So we students of each college were asked to like go there. र हामीलाई चाहिँ बिहान 6 बजीले आउनु भनेको थियो हैन, तर आज चाहिँ हामी ढिलो भएको छ। And we all are going. अन्त बसहरु सबै प्याक भएर गइसक्यो रे। यहाँ छ कृतिका हो। अन्त हामी चाहिँ जान्दैछ। अब हेरौँ बस पनि स्टुडेन्ट्सहरु पुरा आउँदैछ पछाडी हो। आशा मनिषा सबै आउँदैछ। अन्त बसहरु सबै गइसक्यो रे। बसहरु सबै जान्दैछ अरे हैन। यति बेसी स्टुडेन्टहरु चाहिँ पर्खिरहेको छैन। अन्त चाहिँ हामी प्याक लन्च जानु गएको। यहाँनिर चाहिँ हामीले प्याक लन्च पायो हैन। यहाँ प्रेरणा, यहाँ कृतिका, यहाँ चाहिँ सबैजना बसको वेट गर्दैछ। स्टुडेन्ट्सहरु माथि गेटमा छ। हामी चाहिँ पानी आएर अलिक यहाँ बसिरहेको छ लाइब्रेरीको अगाडि। हामी चाहिँ जान्दैछ हो यहाँनिर सबैजना। गाइस हामी चाहिँ यहाँ पुग्यो हैन। यति बेसी चलाको चेकिङ भयो हैन हाम्रो चाहिँ। अन्त हामी चाहिँ यहाँ भित्र बसिरहेको छ। यहाँ कृतिका छ, यतापट्टि प्रेरणा छ हैन। यहाँ हेर्नु सक्नुहुन्छ कति बेसी छ, यति बेसी। डान्सर्सहरु चाहिँ 1000 जना छ हैन। क्राउड हेर्नु सक्नुहुन्छ। यहाँनिर चाहिँ लाइक उनीहरूले चाहिँ प्रिपेयर गर्दैछ डान्सको लागि। अब स्टार्ट हुन आँटेको छ। सुविधाएं प्रदान करने हेतु यहाँ एक नई मल्टी लेवल पार्किंग सुविधा की नींव रखी गई है। सुविधाओं में शामिल होंगे कवर्ड वॉकवे, पर्यटक सूचना केंद्र, कैफेटेरिया, मेडिकल इंफर्मरी और एक भव्य इंडो चाइना गेट। यहाँनिर फेरि प्याक लन्च पायो। गाइस अब चाहिँ डान्स स्टार्ट हुन आँट्यो। अब हाम्रो सिक्किमको स्वर्ण जयन्ती समारोहको कार्यक्रम भारत के जम्मू और कश्मीर राज्य के पहलगाम में हुआ आतंकवादी हमला केवल एक सामान्य हमला नहीं था, बल्कि ये हमारे देश की शांति, एकता और गौरव पर किया गया एक कायरतापूर्ण हेर्नु न पिककहरु रहेछ हो। यहाँ भालु नाच्दैछ यतापट्टि ऊपर। अब चाहिँ इन्डियाको म्याप बनाउँछ होला है। इन्डियाको म्याप बनायो। गाइस अब चाहिँ प्रोग्राम पनि सक्यो। 1 आवरको मात्रै है। डान्स मात्रै भयो, ड्रिल मात्रै भयो। The next day. हेलो गाइस, फुर्बा छिरिङ। हेलो। हामी चाहिँ बजार जाँदैछ फेरि हैन। अन्त चाहिँ त्यतिकै फर्स्ट हामी उयो किन गएको भन्दाखेरि चाहिँ रिल्स बनाउनु गएको हैन। अन्त तपाईहरुले हामीलाई फलो गर्न सक्नुहुन्छ। मेरो नाम चाहिँ छ एलिसा राई। यसको चाहिँ छ इट्स मी फुर्बा छिरिङ। अन्त चाहिँ इन्स्टाग्रामको लाइक उयो यता मेन्सन गर्छु होला है।
अन्त म तपाईहरुलाई अहिले चाहिँ म माथि पुगिकन देखाउँछु। बाइ बाइ। ए के भन्देऊ न काकाको हामी आज यसो रिल्स बनाउन गएको नि। कहाँनिर? चिल्ड्रेन पार्क। अन्त हामीले चाहिँ गाडी उबाट पाउँछ अन्त हामी चाहिँ त्यहाँ जाँदैछ। आया थाक्यो पुरा। यहाँनिर गाडी पर्खिँदैछ। गाडी आयो। बजार जाडो गाउँसँग हुन्छ? गाडी अब हामी जाँदैछ। बाई बाई। माथि पुगिकन भेट्छु तपाईहरुलाई ल। यो गाइस हामी चाहिँ यहाँ स्टुडेन्ट पार्क के हो यो? ए वेलनेस पार्क हो। वेलनेस पार्क भित्र आइपुगिसकेको छु। अन्त चाहिँ हामी अब यहाँनिर चाहिँ रिल्स बनाउन आएको होइन। अन्त हामीले अप्सनालाई पनि बोलाइरहेको छ। अप्सना पनि आउँदैछ, सबैजना आउँदैछ हो। अन्त म तपाईहरुलाई यहाँको भ्यू देखाउँछु ल कस्तो छ भनेर। कुछ यस्तो छ चाहिँ फुर्बा छिरिङ पुरा खेल्दैछ हो। लड्छ है उहाँ पनि छ। ओइ यहाँ आइज न, यहाँ रिल्स बनाऊँ न, यहाँ आइज न। यहाँ चाहिँ यस्तो छ हो। ओ माथि जानु अल्छी लाग्यो तर माथि त यहाँ चाहिँ रिल्स सिक्दैछ डान्स। यहाँ चाहिँ यस्तो भइरहेछ लाइटहरू हो। म तपाईहरुलाई माथि पनि देखाउँछु ल कस्तो हुन्छ। यहाँ चाहिँ कुछ यस्तो छ होइन। तपाईहरु पनि यु अल क्यान कम एन्ड भिजिट यहाँनिर। यहाँ चाहिँ बिहानको कुनै कति बजीदेखि चाहिँ रातिको 7 बजीसम्म अरे। सो यहाँनिर चाहिँ यस्तो छ। यहाँ खेल्ने जग्गाहरू पनि छ पुरै हो। अन्त यहाँ मुनि यस्तो छ। यस्तो छ यहाँनिर चाहिँ। झन् यो राति लाइटहरू बल्यो भने दामी हुन्छ हो। उपर यहाँ लभहरूको छ। यहाँ चाहिँ यस्तै छ पार्क। यहाँभित्र चाहिँ यस्तो छ नानीहरूको लागि खेल्नेहरू छ हौ यहाँ। गाइस अब चाहिँ नि हामी वेस्ट पोइन्ट जाँदैछ। त्यहाँनिर चाहिँ अप्सना आइरहेको छ अरे होइन। अन्त हामी त्यहाँ पनि एउटा रिल्स बनाउँछ। त्यहाँबाट चाहिँ हामी कहाँ जान्छ भन्दैन है। क्यालिस क्याफे यसकोबाट ट्रिट होइन। अन्त चाहिँ यहाँ चाहिँ नजारा यस्तो छ। रात परिसक्यो। इट्स अलरेडी कति भने नि उही 5:30 हुन आँटेको। स्टिल हामी घुम्दिरहेको छ। हामी स्टिल घुमिरहेको छ रिल्स बनाउँदै हो। अब खानु मात्रै बाँकी छ लस त्यो पनि हामी ड्याममै अगाडि राख्नु है। अघि रुममा रामेनको खायो अन्डा। त्यति नै हाम्रो भुँडी भरिरहेको जान्दैछ। तिमीलाई भन्देऊ आज कस्तो फिल भयो? आजको दिनमा कस्तो फिल भयो? ह्याप्पी। ह्याप्पी। अप्सना त्यो रेड कलरको स्वेटर अप्सनालाई मैले याद पाइरहेको छु। कि होइन हौ? होइन। हामी चाहिँ वेस्ट पोइन्ट आइपुग्यो। के हो घरि यहीँ पानी पर्छ है, घरि त्यहीँ पानी पर्दैन। अचम्भित। यहाँ पुग्यो गाइस। अप्सना कहाँ छ अब खोज्ने अवस्था आयो। Guys, just look at the view. Oi, call गर्न। यहाँ माथि H&M छ, प्यान्टालुन्स पनि छ हैन। अन्त स्टारबक्स छ, माथि म्याकडोनल्ड्स पनि छ। अन्त यहाँ चाहिँ यस्तो छ। And फुर्बा छिरिङ
डान्स गर्दैन एउटा डान्स गर्दैन एउटा मुभ प्लिज एउटा मुभ गरिदेऊ न औ आयो यसले पनि हजुर आउँछ बुढा चाहिँ अप्सनालाई पर्खिरहेको छ त्यो यहाँ तलको नि कहाँ छ अरे हो त्यहाँबाट चाहिँ कहाँ नाच्नु हो हामी चाहिँ यहीँ बाहिरै नाच्नु गाइज अहिलेसम्म भेट्छु ल अप्सना आइकिन तपाईँहरूलाई यहाँ हेर्नुहोस् म्याडम चाहिँ ढिलो आएर भन्नुहोस् तपाईँलाई के भन्नु छ किन ढिलो आइस नुहाइ धुवाइ सजु धजु के कहाँ गएको बहिनी निर्वाणा लगाएर कहाँ गएको बहिनी कहाँ जानु भएको बहिनी कस्तो लाग्यो शर्माको हेर्न यिनीहरूको चाहिँ नाटक हुँदैछ यहाँ फोटो खिच्दैछ हो पुरा फुलबा छिरिङले चाहिँ अप्सनाको नथिङ फोन अरे हो तर भए पनि हेर्नु न आइफोनलाई जिताइदिन्छ हो यिनीहरू हेर्नु नि बाजेको हो माइ गड मन नपरेको है यिनीहरू हेर्नु नि भगवान् के भएको होला है हेलो गाइस हामी चाहिँ यहाँ वेस्ट पोइन्ट मलभित्र छ होइन अन्त हामी चाहिँ यहाँ एउटा रिल्स बनाउनु आएको फर्स्ट चाहिँ अन्त अब चाहिँ के भन्नुभयो चाहिँ हामी केलिस क्याफेभित्र पस्नु आँटेको लु हिँड त उयो तिमीहरू भित्रपट्टि बस्न उयो भित्रपट्टि के खाने भेज लाफिङ र मोहितो आयो बस बाई खाएर हामी निस्केको होइन पुरा अगायो होइन अगायो कस्तो लाग्यो फुड फुलबा छिरिङ कस्तो लाग्यो उयो अब चाहिँ हामी त्यतिकै यहीँनिर पुरा उयो भयो ड्याममै भइदिइरहेको छ एकदम ड्याममै चिकन लभर बिललाई ओके गाइस अब चाहिँ हामी फर्किन्छ होला सायद तपाईँहरूलाई म देखाउँछु नि ल अब हामी के गर्छ भनेर बाई बाई न्यौ नक्कल चाहिँ भगवान् चाले एकैछिन त फेरि हो एकदिन गाइज अब चाहिँ हामी फर्केको रुम हो अन्त यहाँ यसलाई चाहिँ भुँडी दुख्यो अरे हो अप्सना अब यहीँबाट जान्छ होइन अन्त हामी चाहिँ अब यहाँ स्ट्यान्डबाट गाडी पक्रेर हामी चाहिँ जाने हो सो यहाँ भिडियो अब म यहीँसम्म राख्छु गाइज तपाईँहरूलाई के लाग्यो कस्तो लाग्यो होइन
तपाईहरु लाइक कमेन्ट डाउन बिलो हैन प्लिज लाइक शेयर एन्ड सब्स्क्राइब टु माई च्यानल बाइ बाइ तिमीहरु भन लाइक शेयर एन्ड सब्स्क्राइब भन लाइक शेयर एन्ड सब्स्क्राइब बाइ बाइ तँ भन लाइक शेयर एन्ड सब्स्क्राइब बाइ बाइ भन न बाइ सी यू